हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म हाम्रो दाइसँग चाहिँ छिन्ताङ देवी मन्दिर जाँदैछु होइन। अब बाटोमा के कस्तो हुन्छ हेर्दै जाउँ। मैले बिहानै भएकोले गर्दाखेरि चाहिँ भ्लग स्टार्ट गर्न नि पाइनँ। अब यही बाटोबाटै भोइस ओभर गरेर मैले भ्लग चाहिँ स्टार्ट गरिदिएको छु। अब हेर्दै जानुहोस्। कस्तो अहिले चाहिँ हामी तमरदेखि माथि बाइकलाई एकछिन सेलाउनु दिएको। यहाँ हाम्रो बसन्ती सेक्सी भएर बसिरहेछ। अहिले चाहिँ हामी ट्याक्कैसँगले तमरदेखि मासतिर यस्तै छ हालत हाम्रो। बाइकलाई एकछिन रेस्ट गराएको अहिले चाहिँ खतरा कुद्दो रहेछ यो बाइक पनि यार। अहिले चाहिँ हामी दाजुभाइ छिन्ताङ देवी मन्दिर आइसकेको छौँ है। एक खुट्टाको हालत भन्नु देखाउँछु, खुट्टाको हालत दाइको ब्याग पछाडि। बाटो चाहिँ आधी चाहिँ राम्रो, आधी चाहिँ अफरोड डेन्जर अफरोड रहेछ। त्यस आइपुग्यौँ। अब चाहिँ मन्दिर जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरू त्यो तम्मर पुल तरेर माथि लगभग 5 मिनट जति माथि आएपछि चाहिँ एउटा फलैचा भन्ने ठाउँ रहेछ। हो त्यो बाटोबाट एउटा बाटो छुटिँदो रहेछ। गुगल म्यापमा चाहिँ त्यही बाटो देखाउँदो रहेछ होइन। अनि त्यो बाटो आउँदाखेरि चाहिँ एकदम धेरै अफरोड पर्ने रहेछ। बरु त्योभन्दा माथि अलिक माथि चढेर गुठीटार भन्ने ठाउँबाट चाहिँ एकदम माथि पिच चढ्यो भने चाहिँ लगभग अलमोस्ट 20 किलोमिटरमा 15 किलोमिटर चाहिँ पिच पाइन्छ। अनि 5 किलोमिटर चाहिँ अफरोड 7। त्यति साह्रो एक्सट्रिम अफरोड छैन, नर्मल अफरोड छ। त्यो बाटो आउँदाखेरि चाहिँ हजुरहरूलाई पनि सजिलो हुन्छ। मन्दिर पुगेर पनि यसो हेरेको, मन्दिर त बन्द थियो। अनि किन चाहिँ बन्द छ, कतिखेर खुल्ने हो भनेर यहाँनिरको स्थानीय मान्छेहरूलाई सोध्न आउँदाखेरि चाहिँ के भन्नुभयो भने मन्दिर त बेलुका मात्रै हो भन्नुभयो। अनि त्यहाँको हामी चाहिँ अब धरानदेखि आएको होइन, आज फर्किनु पर्ने हुन्छ हामी त। त्यो भएकोले गर्दाखेरि बेलुकाको मात्र हुँदो रहेछ मन्दिर खुल्ला चाहिँ। हामी चाहिँ अहिले नै यसो बाहिरबाट धुपपाती बालेर अनि यसो त्यहाँ के परेवा सरेवा हुन्छ उनीहरूलाई यसो भुजासुजा छरिदिएर त्यतिकै दर्शन गरिहरू फर्किने हामी चाहिँ। अब हजुरहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ अब एक रात बस्ने गरी नै आउनुपर्ने हुन्छ। यहाँ चाहिँ 6 बजीदेखि उता मात्र मन्दिर चाहिँ खोलिने रहेछ। अनि त्यो भएकोले गर्दाखेरि हामीलाई चाहिँ थाहा नभएर अहिले बिहान आइयो, तर यहाँ चाहिँ बेलुका मात्रै हुने रहेछ। दाइ चाहिँ पर पूजा गर्दै हुनुहुन्छ। अहिले चाहिँ मन्दिर परिसरभित्र चाहिँ हामी दुईजना मात्रै छौँ क्या। सामानहरू ब्याग त्यस्तो भएको छ। अब यस्तै छ मन्दिर चाहिँ यस्तो रहेछ। म पनि फर्स्ट टाइम आएको। अब हामी चाहिँ यहाँ पूजा गरिसकेपछि डाइरेक्ट अब फर्किन्छौँ हामी चाहिँ। मन्दिरभित्र गएर दर्शन गरेर फर्किँदैछौँ होइन। अब चाहिँ हामी एकछिन माथि बजारमा बस्छौँ। त्यहाँको अनि फेरि अब धरानतिर लाग्छौँ। यहाँको चाहिँ एकदम पिस, एकदम के भन्छ शान्त क्या। अब मन्दिर खुलेको बेला त अब अलिकति भिडभाड हुन्छ होला होइन। यतिखेर चाहिँ एकदम दामी भयो। तर हामीले दर्शन अब बेलुका मन्दिर खुलेको बेला चाहिँ गर्नु पाएन अनफर्चुनेटली होइन। अब फेरि कुनै दिन अब प्लानिङ गरेर अब त थाहा पाइयो होइन हामीलाई। सो यति भन्दै म चाहिँ अब बजार गएर दाजुहरूलाई देखाउँछु। अहिले चाहिँ हामी ट्याक्क छिन्ताङ बजारदेखि अलिक यता आइपुगेको छौँ। अब चाहिँ हिले 11 किलोमिटर उता अनि हामी आएको बाटो चाहिँ उयो
यस्तो डेन्जर बाटो छ नि, पहिरोको बाटो। 1 मिस गेम फिनिसवाला बाटो छ। अनि यतातिरको भ्यू चाहिँ कस्तो ओभरै लाग्यो क्या। बाटो पनि यस्तो दामी छ। बाटो चाहिँ हेर्न सक्नुहुन्छ यहाँबाट तल देखेको बाँगा लड्ने भ्यू छ। भ्यू चाहिँ त्यति साह्रो पनि होइन। मान्छेबाट पहिरो चाहिँ डेन्जर लाग्यो। यस्तो छ पहिरो चाहिँ माथि सम्मको। मैले अघि खिचेको थिएँ यस्तो कत्रो ढुङ्गा हो अम्बो मान्छे। अब बिना खरा झन् त्यो खाइको पर्छ। अघि त धुसे लागेर नदेखेको मात्रै तिमीले। बाटो छ यार। भिड पनि देखाइदिएछु। अनि त्यो ट्रक कसरी आउँछ आयो तल धनमा। आठ भएकै मान्छेहरू तल हेर्नु नि। रिया ढुङ्गाको बिचमा जानुपर्छ। अब सक्यो अब त यहाँ चाहिँ अब ठिकै छ। अब चाहिँ हेर्नु सक्नुहुन्छ कस्तो ओह्रालो छ। ठिक त छेउतिर गयो भने त यार त्यो त ट्रकहरू छ है यहाँनिर। यस्तो बाटोमा टक टिफर दुईजना गाडी अड्किरहेको छ। 3-4 गाडी अड्किरहेको छ। अहिले चाहिँ फेरि हामी राइडहरू चेन्ज भइसकेको छौँ दाइ र म चाहिँ होइन। म चाहिँ पछाडि बसेको, दाइ चाहिँ अब चलाउँदै हुन्छ। अहिले चाहिँ फेरि यहाँ पानी परेर हामी चाहिँ दाजु रेनकोट लगाउँदैछौँ। अब दाइ पनि रेनकोट लगाउँदै हुन्छ। मैले पनि लगाइसकेँ। अब फेरि लगाउँछौँ हामी चाहिँ। तम्मरदेखि ओरतिर खाना खाने ठाउँमा छौँ दुईजना। अब खानासाना खाएर हामी चाहिँ यहाँबाट हिँड्छौँ। हाम्रो सामान चाहिँ यति धेरै छ हौ। कसरी ल्याएँ म बाइकमा। यी चाहिँ फेरि सबै लाएरै लिएको। तर यो चाहिँ अब चाहिँ हामी खाना खाएर निस्किन्छौँ। फेरि हामी चाहिँ अब हिँड्दिन आँटेको खाना खाने ठाउँबाट। यहाँबाट चाहिँ लगभग कति 20 किलोमिटर 25-30 किलोमिटर होला। हाम्रो चाहिँ बाइकको हावा चेक गरिँदैछ। अब यहाँनिर हावा चेक गरिसकेपछि टक्क लागिन्छ दुईजना फेरि। अब चाहिँ हामी कहाँनिर भन्दाखेरि ठ्याक्कै भ्यू पोइन्ट आएर बसिरहेको छौँ होइन। अब यहाँबाट चाहिँ त्यस उयो सक्यो, पानी सानी यसो ढुसे सुसे सक्यो। अब चाहिँ दाजुभाइ बसेर चिया खाएर अनि हामी फेरि ट्याक्क जान्छौँ उता घरतिर। अहिले चाहिँ हामी भ्यू पोइन्टमा